हेलो हाम्रो चुम्की बासको अवस्था यस्तो छ गाइज। अहिले नयाँ यो पिच भएको तामाङटोलको अहिले नयाँ पिच भएको छ। यो सानो छ बाटो चाहिँ, पिच चाहिँ राम्रै भएको छ। त्यो लाइनिङ पनि साइडमा लाइनिङ पनि हाने रहेछ। के न हेलो भनिदिनु भयो। पानी पुरा बादल लागिरहेछ आकाशमा, पुरै पानी पर्न खोजिरहेछ है। अनि मकैहरू राम्रो भएको छ, हरियाली छ अहिले एकदम। जोस गाउँ बस्नु त राम्रै छ, तर कोही पनि हुँदैन, अल्छी लाग्दो कोही छैन, केटाहरू पनि बोरिङ छ यार। यस्तो छ अवस्था है। विनोद भाइ घर त दामी कुखुरा पालेको रहेछ नि त। यता कता रहेछ कुखुरा। हाम्रो चोक आयो, चोक यस्तो छ अवस्था।